साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरहरुलाई मैले रेसियो एन्ड प्रोपोर्सन टपिकबाट लोकसेले बारम्बार सोधिराख्ने मोडल क्वेशन लिएर आएको छ नि त। त्यो क्वेशन कस्तो छ बोर्डमा हेर्नु त। यहाँ के भनेको छ भन्दाखेरि यदि a/b बराबर 2:3, b/c बराबर 4:5 र c/d बराबर 6:7 भए a/b/c/d को मान कति हुन्छ भनेको छ। यसको मतलब के हो भने हामीले पत्ता लगाउनु पर्ने कुरा a, b, c र d को रेशियो पत्ता लगाउनु पर्ने छ। यसलाई कसरी छोटो तरिकाबाट पत्ता लगाउन सकिन्छ अब हेर्नु त, म हजुरहरुलाई ट्रिक सिकाउँछु। अब हेर्नु, यसरी एउटा टेबल बनाउनु, यसरी एउटा टेबल बनाउनु। यो टेबल हजुरहरुले एक्जाममा बनाइराख्नु पर्छ भन्ने छैन है, किनभने अहिले हजुरहरुलाई बुझ्न सजिलो हुन्छ यसरी गर्यो भने है, सजिलै चाहिँ बुझ्न सकिन्छ। अब यदि हेर्नु a, b, c र d गरेर 4 वटा छन् भने हजुरहरुले 4 वटा कोठा बनाउनु। हेर्नु त 1 2 त्यसपछि हेर्नु है 3 4। अब हेर्नु सबैभन्दा माथिमा के भन्नु भन्दाखेरि a, b, c र d भन्नु। हेर्नु त a त्यसपछि b त्यसपछि c छ, त्यसपछि के छ भन्दा d छ। अब यतातिर तेस्रोमा हजुरहरुले 4 वटा लाइन बनाउनु भएको छ अथवा 4 वटा कोठा बनाउनु भएको छ भने तलतिर पनि 4 वटा कोठा बनाउनु। हेर्नु त सुरुको 1 भइहाल्यो, त्यसपछि यो गरेर 2, त्यसपछि हेर्नु त अर्को गरेर 3, लास्टको गरेर कति भयो भन्दा 4 भयो। अब हेर्नु नम्बरहरु भर्दाखेरि कसरी भर्ने भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा हुन्छ नि। अब ध्यान दिनुपर्ने कुरा के हो भने हेर्नु त पहिलो लाइनमा पढ्नु भयो भने के भनेको छ भने a/b बराबर 2:3 भनेको छ। यहाँको पनि पहिलो लाइनमा a/b बराबर 2:3 भनेको छ भने a को ठाउँमा हामीले a को तल 2 भर्नु, b को तल कति भर्नु भन्दा 3 भर्नु। अब दोस्रो लाइन पढ्नु भयो भने हेर्नु त b/c बराबर 4:5 भनेको छ। अब त्यसो भए यसको पनि दोस्रो लाइनमा जानु, b को तल कति भर्नु भन्दा 4 भर्नु, c को तल कति भर्नु भन्दा 5 भर्नु। अब अन्तिम लाइन अथवा तेस्रो लाइनमा पढ्नु भयो भने क्वेशनले के भनेको छ भन्दा c/d बराबर 6:7 भनेको छ। अब यसको पनि अन्तिममा गएर c को तल के भन्नु भन्दा 6 भर्नु, d को तल कति भर्नु भन्दा 7 भर्नु। अब यो भन्दा पछाडिको हाम्रो काम के हो भने अब बाँकी रहेका खाली कोठाहरुमा नम्बर भर्ने हो। अब त्यो नम्बरहरु कसरी भरिन्छ भन्दाखेरि हेर्नु त खाली रहेका कोठाको जस्ट अगाडि अथवा पछाडी चाहिँ कुनै नम्बर भरिएको हुन्छ, त्यही नम्बर उठाएर हामीले भर्ने हो। हेर्नु त पहिलो लाइनमा हेर्नु भयो भने हेर्नु त c को तल खाली छ, d को तल खाली छ। अब हेर्नु त पहिला c भर्यो भने सजिलो हुन्छ, किन भन्दा c को जस्ट अगाडि कति छ त 3 छ भने यो 3 यतातिर ल्याएर राख्दिनु। अब हेर्नु d भन्दा अगाडि 3 भरिसक्यो भने अब यही 3 लिएर यहाँ राख्दिनु। हेर्नु त यही 3 लिएर यहाँ राख्दिनु। अब दोस्रो लाइनमा जानुभयो भने एउटा a को तल खाली छ, एउटा कसको तल खाली छ भन्दा d को तल खाली छ। अब a को तल खाली रहेको हेर्नु त यो भन्दा जस्ट अगाडि त केही पनि नम्बर छैन, यो भन्दा जस्ट पछाडी कति छ भन्दा 4 छ भने यही 4 लिएर यहाँ भर्नु। अब यो कोठाको जस्ट अगाडि कति छ भन्दा 5 छ भने यहाँ पनि त्यही 5 लिएर भर्नु। अब अन्तिममा गयो हेर्नु त अन्तिममा के छ भन्दा एउटा कोठा a को तल खाली छ, एउटा कोठा b को तल खाली छ। अब हेर्नु यो कोठा भन्नु भन्दा पहिला यो कोठा भर्यो भने सजिलो हुन्छ, किनभने यसको जस्ट अगाडि 6 छ। अब यही 6 ल्याएर यहाँ राख्नु। हेर्नु त यदि यहाँ 6 भरिहाल्यो भने यो कोठामा पनि कति नै हुन्छ भन्दा 6 नै हुन्छ। अब यो भन्दा पछाडीको हाम्रो काम के हो भन्दाखेरि सिधा लाइनमा चाहिँ गुणन गर्ने हो। सिधा लाइनमा गुणन गर्ने भने हेर्नु त 2 चौको 8, 8 छक्का कति भयो हेर्नु त 8 छक्का 48। त्यसपछि हेर्नु त 3 चौको 12, 12 छक्का कति भयो 72 भयो। अब त्यसपछि हेर्नु त 3 पंचे 15, 15 छक्का कति भयो 90 भयो। हेर्नु त अब अन्तिममा के छ भने 3 पंचे 15, 15 छक्का कति भयो भन्दा 105 भयो। हैन अब यहाँ चारैवटा संख्याहरूलाई कुनै निश्चित नम्बरले काटेर यो भन्दा सानो रेशियो बनाउन सक्यो भने के रेशियो भने हाम्रो एन्सर हुन्छ। नत्र यसलाई यो चारैवटा संख्याहरूलाई कुनै एउटा निश्चित नम्बरले काटेर यो भन्दा सानो बनाउन सकेन भने हाम्रो फाइनल रेशियो भने अन्तिममा यही हुन्छ। अब यसमा पनि ध्यान दिनुपर्ने कुरा के छ भने दुईटा नम्बरलाई तीनटा नम्बरलाई होइन, चारैवटा नम्बरलाई हामीले कुनै एउटा निश्चित नम्बरले काट्न सकिने अवस्था हुनुपर्छ। जस्तै हेर्नु त 48, 72, 90 यो तीनटालाई त 2 ले भाग जान्छ नि, तर 105 लाई जाँदैन। वो अगाडिकालाई 2 ले काटेर पछाडिकोलाई त्यस्तै राख्न मिलेन। र अर्को कुरा के पनि गर्न पर्यो भन्दा रेशियोलाई दशमलवमा ल्याउन मिल्दैन, ध्यान दिनुपर्ने कुरा है। अब त्यसो भने त यो चारैवटा संख्याहरूलाई 3 ले काट्न सकिन्छ। 3 ले कसरी काट्न सकिन्छ भनेखेरि हेर्नु त 48 त भने 16 तिया 48। त्यसपछि हेर्नु त अर्को कति छ भन्दा 72 छ। 72 छ भने हेर्नु त 72 लाई 24 तिया 72। त्यसपछि कति छ भन्दा 90 छ, 90 लाई 30 तिया 90। अब 105 लाई 35 तिया कति भयो भन्दा 105 भयो नि त। अब यो भन्दा सानो रेशियो बनाउन सकिन्छ त? सकिदैन। सकिदैन भने हाम्रो फाइनल रेशियो भने कति हुने भयो भन्दा 16:24:30:35 हुने भयो। हैन त a b c र d को अनुपात भने आवश्यक अनुपात हाम्रो 16:24:30:35 हुने भयो। अहिलेलाई हेर्नु भयो भने जुन चाहिँ हाम्रो अप्सन नम्बर सी मा छ। हजुरहरुले यसरी छोटो तरिकाले यो मोडल क्वेशनहरुलाई समाधान गर्न सक्नुहुन्छ।